ल साथीहरू सबैजनालाई नमस्कार। आजको नयाँ ब्लगमा यहाँ सबैलाई स्वागत छ। आज पनि हामी सम संस्कृति पार्टीको सदा चाहिँ घर दैलो कार्यक्रमको लागि निस्किसकेका छौँ। खै पर्चा देखाउनुहोस्। ल यसरी हामी टोली कीर्तिपुरको बाघ भैरव डाँडातिर लागिरहेछौँ। काठमाडौँ क्षेत्र नम्बर 10 मा डाक्टर धन श्रेष्ठलाई प्रतिनिधिको रूपमा अत्याधिक बहुमत भोट ल्याएर चाहिँ जिताउनको लागि हामी यहाँसम्म। यता हाम्रो नरेश श्रेष्ठ दाजु हुनुहुन्छ। ल यता छिरी हो यस्तो छ है। जय माटो। ल साथीहरू हामी चुनाव प्रचार प्रसारको क्रममा यहाँनिर स्थानीय मा चाहिँ यसरी व्रत बन्द चाहिँ यो तरिकाले पनि मनाउने गरिँदो रहेछ। ल हामी कीर्तिपुरको बाघ भैरवमा यसरी एउटा चलन छ व्रत बन्द। हामीलाई सम संस्कृति पार्टी क्षेत्र नम्बर 10 का प्रतिनिधित्व गर्ने म डाक्टर धनबहादुर श्रेष्ठलाई अत्यधिक बहुमत दिलाएर जिताउनुहुन्छ भन्ने आशा गर्दछु। धन्यवाद। थ्याङ्क यू। यसरी हामी अभियानको लागि घर दैलो कार्यक्रमको लागि निस्किसकेका छौँ साथीहरू। सबैजनाले श्रम संस्कृति पार्टीको चुनाव चिन्ह माटोमा भोट दिएर अत्याधिक मतले हाम्रो प्रतिनिधि डाक्टर धन श्रेष्ठलाई जिताउनु होला। नमस्कार। श्रम संस्कृति पार्टी कीर्तिपुर समिति गठन पछाडि 4 हप्ता शनिबार हामीले लगालग सरसफाइ गरेपछि यो झारफारी सबै भइसकेको छ। अब हामीले चाहिँ यहाँ कुहिने नकुहिने प्लास्टिक सबै सरसफाइ गरिसके पछाडि यहाँ फलफुलको बिरुवा फुलका बिरुवा हामी रोप्ने छौँ र एक प्रकारको फुलमय एउटा चाहिँ वातावरण लक्कस हामीले निर्माण गर्नेछौँ ताकि यहाँ फल्ने फुल र फल टिपेर भगवान्लाई चढाउन सकुन् र यो सबैको चाहिँ सामूहिक सम्पत्तिको रूपमा रहनेछ। श्रम संस्कृति पार्टीले आयोजना गरिएको कार्य भए पनि श्रम संस्कृति पार्टीको आफ्नो भन्ने यहाँ हुँदैन र आयोजक कुनै न कुनै टिम हुनुपर्ने भएको कारणले गर्दा श्रम संस्कृति पार्टीले देशव्यापी रूपमा श्रमको अभियान चलाइराखेको नाताले कीर्तिपुरमा पनि श्रम अभियान चलाएको हो र हामीले चाहिँ बाबु र माथि उकल्ने सिधी सरसफाइ गरिसकेका छौँ। यसको दायाँ बायाँ यो झारी फार्ने सरसफाइ गर्ने काम यहाँ सम्पन्न भइसकेको छ र यो पछाडि हामी उता पनि सरसफाइ गर्छौँ र सबैतिर हामीले फलफुलको बिरुवा फुलका बिरुवाहरू रोपेर यहाँको एक प्रकारको चाहिँ हरियाली वातावरण हामी तयार गर्नेछौँ। धन्यवाद। हजुरको परिचय एकचोटि भनिदिनुहोस्। म नरेश श्रेष्ठ, श्रम संस्कृति पार्टी कीर्तिपुर निर्वाचन क्षेत्र 10 नम्बरको इन्चार्ज। म यहाँको स्थानीय ट्याङ्गल फाँटको। धन्यवाद। त्यसको लागि हामीले के गर्नुपर्ने हुन्छ सबै सिकेर आफ्नै बुवा आमाका सँगै र बच्चा बच्ची पनि आफैसँग बसेर जिन्दगी आनन्दमय रूपमा चाहिँ हामीले चाहिँ प्रकृति संस्कृति र प्रविधिलाई हामीले जोडेर अगाडि बढ्न सकौँ भन्ने हिसाबमा चाहिँ अगाडि बढिरहेछौँ है। अब यसमा चाहिँ केही कुराहरू सुझाव छ भने हामीलाई चाहिँ एकदम स्वागतयोग्य छ र यहाँ चाहिँ अब फागुन 21 को लागि प्रतिनिधित्व गर्ने उम्मेदवार मै हुँ, डाक्टर धनबहादुर श्रेष्ठ है। अनि काठमाडौँ कति क्षेत्र 10 हाम्रो यसमा चाहिँ अब हामी जस्तो युवाहरू अगाडि आयो भने मात्र हामीले चाहिँ दुःख पाउँदैनौँ, किनकि हाम्रो आवश्यकताहरूले बुझ्दैन, हामीले मात्र बुझ्छौँ के चाहिन्छ कस्तो चाहिन्छ होइन। घाँसबास कपास शिक्षा स्वास्थ्य रोजगार र सम्मान भन्ने कुराहरू जुन युवाले जुन ढङ्गले बुझेका हुन्छ अरूले नबुझ्न सक्छ है। त्यसले गर्दाखेरि हामी चाहिँ यो प्रकृति संस्कृति र प्रविधिलाई चाहिँ श्रम र श्रमदानले जोडेर उहाँ भाइलाई एक आपसमा जोड्ने। उहाँले चाहिँ इन्जिनियरिङ गर्नुभएको छ, उहाँले चाहिँ मतलब मानव डक्टर गर्नुभएको छ, उहाँले चाहिँ कार्पेन्टर गर्नुभएको छ, उहाँले चाहिँ कृषि गर्नुभएको छ भने अब म कृषि मात्र गर्छु अरू मलाई चाहिँदैन भनेर हुन्छ? हुँदैन नि होइन। इन्जिनियरिङ चाहियो, डक्टर चाहियो, डक्टरले म डक्टर हुँ म अरू कोही चाहिँदैन भने के हुन्छ?
खाना पाउँदैन होइन तिमीले दिँदैन त्यसले गर्दाखेरि एक आपसमा जोडेर बसिरहनु पर्ने हुन्छ अनि त्यही अब कुन बेलामा त जोडिन्छ भन्दाखेरि तिमीले गरेको काम उहाँले सम्मान गर्यो भने बल्ल जोडिन्छ उहाँले गरेको काम तिमीले सम्मान गर्यो भने बल्ल जोडिन्छ अब एकअर्कालाई सम्मानै नगर्ने आफ्नो काम चाहिँ ठुलो अरूको सानो गर्यो भने अरूलाई होच्यायो भने मिल्यो त त्यही भएर हामी श्रमलाई चाहिँ समान व्यवहार दिएर सम्मान गरेर गयौँ भने चाहिँ हामी चाहिँ मिलेर बस्न सक्छौँ र मिलेर जुटेर काम गऱ्यो भने ठुलो काम धेरै दिन लाग्ने काम पनि सजिलो तरिकाले छिट्टै बन्छ नि यही हो अनि त्यसले गर्दाखेरि हामी चाहिँ प्रविधि पनि जोडिरहेको हुन्छौँ त्यसमा नयाँ नयाँ टेक्नोलोजीहरू एड गरिरहेको हुन्छौँ त्यसले गर्दा हामी छिट्टो जान सक्छौँ सजिलो हुन्छ है त्यही भएर अब यसको लागि चाहिँ अब हामीले चाहिँ त्यो अभियान चलाउँदाखेरि यदि हामी जितेर गयौँ भने हामीसँग के पनि हुन्छ बजेट पनि हुन्छ जुन चाहिँ सरकारले भ्रष्टाचारमा चाहिँ युज गरिरहेको बजेट चाहिँ हाम्रो हातमा आयो भने के होला हामी त्यही भएर जित्नको लागि पनि हामी चुनावमा जानुपर्छ चुनावमा चाहिँ हाम्रो चुनाव चिन्ह चाहिँ माटो छ यो माटो हातमा रहेको माटोमा चाहिँ हामीले चाहिँ यदि भोट हालेर बहुमत पायौँ भने हामीले बजेट आफ्नो हातमा हुने भएर सजिलै हामीले चाहिँ कामहरू अगाडि बढाउन सक्छौँ युवाहरूलाई चाहिँ बेसीमा राख्ने योजनाहरू ल्याउन सक्छौँ तर नजिते पनि हामीले चाहिँ जुन चाहिँ काम गरिरहेको छ सबैले देखि नै रहेछ नि होइन श्रमदान गरेर यो कीर्तिपुरमा हामीले लगभग ट्युब भित्र चाहिँ जङ्गलमा 2 महिनाभन्दा धेरै काम गरिसकेका छौँ अनि यो बागभैरव मन्दिर पनि अहिले कति सफा छ हाम्रो श्रमदान देखि नै रहेछ यसरी विभिन्न देशका कुना कुनामा हामी गरिरहेछौँ सबैजनालाई जोड्दै लगिरहेछौँ हिजोसम्म हामी चिनेका थिएनौँ आज हामी चिन्दैछौँ होइन यो कारणले गर्दाखेरि हामी यसरी जोड्दै जाने हो एकअर्कालाई सम्मान गर्दै जाने हो सिक्ने मान्छे पनि त्यत्तिकै महत्त्व हुन्छ सिकाउने मान्छेको पनि त्यत्तिकै महत्त्व हुन्छ त्यो सिकाउने मान्छे ठुलो होइन सिक्ने मान्छेले सिकेन भने सिकाउने मान्छेले के सिकाउनु होइन त्यसले गर्दाखेरि हामी जानुपर्छ र चुनाव चिन्ह माटोमा भोट हाल्नुको लागि सबैलाई भनिदिन भने अनुरोध गर्छु थ्याङ्क यू धन्यवाद कहाँ हो हाम्रो घर पश्चिम ल मेडिकल डक्टर है देशै बिराम भयो अब चुनावमा आउनुपर्छ भनेर आएको होइन मेडिकल डक्टर काम चाहिँ आउँदैन नि त आफ्नै काम त्यस्तो हुन्छ होइन मेडिकल डक्टरै आएको अरू डक्टर त आउँछ ठिक छ शुभकामना लाग्नुपर्छ र आफूलाई पनि अब लिडिङ गर्नुपर्छ भन्ने जस्तो लाग्यो भने सम्पर्क नम्बर राख्न सक्नुहुन्छ है सबै नम्बर टिप्न त म सकिँदैन रहेको छु रे वासा एउपट्टि खाना म असें छ्या थरी बोल दया जुजी ल जी श्रम संस्कृति पार्टी डक्टरको मेरो पनि डक्टर न्यू प्रकार जुन छ उपचार यही म यही चाहिँ डक्टर यो चाहिँ वीरेन्द्र ल्यार थयो उम्मेदवार दुगा 10 नम्बर निर्वाचन क्षेत्र डाक्टर धनबहादुर श्रेष्ठ हाम्रो यो सरको फोटो साइटको पनि अब निकाल पर्चा बनाउँदैछ पैसा कलेक्ट हुँदैछ बन्छ ला अलि उकी चाहिँ झिउपट्टि चुनाव चाहिँ वो चाक लाटे चु चाक छ्या चुनाव चाहिँ चाटो यो रल्ला छ झी जन्मे जिउन चाखौँगा हुर्के जिउन चाखेको सिना आउने चाहेको ताइबले झिउपट्टि दक्को स्वाफु गन्न त चाहेकै डटका अहिले वे चाजिउलिन झिसँग चाहिँ अहिले वे त चाइ त चाहिँ फुले या त फले या त छुयामे झ्यायामे हजुर 10 नम्बर निर्वाचन क्षेत्र 10 नम्बर फन्सिउला निर्वाचन गएको ढौँगा श्रम संस्कृति पार्टी हरक साम्पाङ पार्टी गएको ढौँगा चायुपति होला चायु चुनाव अले उकी भोटल की जी उम्मीदवार जोली जी जित मका जी का जीत वहीका हामी बिरामीलाई पनि उपचार गर्नुहुन्छ देशलाई पनि उपचार गर्नुहुन्छ अले अले छुराल्ला छ झिसन चाहिँ जुन जी डाक्टर जिउ कारण चाहिँ झिसन गुन्या नीति एउराल्ला छ हस्ताले उना चाहिँ जहाँ चाहिँ दैदन एक सिरियस जिल्ला छ मलाई तर फाटफुट बिरामी चाहिँ छे उपचार जीपट्टि बिरामी चाहिँ डाक्टर वया छे वया उपचार एउपट्टि नीति होगा
छका छिपिन त छका डिस्टर्ब या मासी अलगा जिउ जिपिन चाहिँ झी श्रम संस्कृति पार्टी रहो सी होला हर्क साम्पाङ सी होला हो गइक चाहिँ वो अध्यक्ष जिया चुमपट्टि वैका अध्यक्ष जिया चुमपट्टि श्रम संस्कृति पार्टी उकि चाहिँ जिपि चुनाव प्रचार वयो ख उकि लिसी जिपि चाहिँ सूचना वयो रहला छ जुन चाहिँ पूर्व ख चाहिँ छम्म जनजाति मनु चाहिँ दनावया चुङ ख देशभर फैले जिउडु अहिले उकि चाहिँ सुखलाई रहला छ झी ठम फाइ टुटी ठम दनफेउपट्टि 8 डेकमे मेपिने भरे चाहिँ झी म्या मोज्यू झेपेजी मोज्यू त हिसाबमा चाहिँ वया चुङजेल उकि त चाहिँ जुनावपट्टि हतियार रहपट्टि श्रम हो श्रमदान झिसँग चाहिँ पुर्ख्यौ निसँग याना जुयोपट्टि जुन श्रम दु बौद्धिक श्रम शारीरिक श्रम जुन याना चुनैटु वेटे निरन्तरता बिउ निन्टी वेट हान न्यजाग्यो निन्टी चाहिँ जुन चाहिँ सडु उकि चाहिँ विकासैपट्टि जुन चाहिँ योजनाहरू मनुतैट आनन्द वेके त बुढाबुढी अहिले युवा मस्त फुक्क छर्याटया जीवनयापन योपट्टि जुन चाहिँ ठ्याख वेट चाहिँ हान न्यजागेट चाहिँ जुन स व जुन ठ्या जुनाहरू मुटुन्जाको धाया मुख व्यवहार न याना केना जुन ठ्याख वेट चाहिँ वो सहित चाहिँ ट्याक्यो निम्ति चाहिँ ठो फागुन 21 गते जुन चुनाव भएछ हुन्थ्यो उकिर चाहिँ ठो चाचिने चाहिँ मतदान याना बेट चाहिँ जिमसन इनाफेन हजुर जी थोरै क्षेत्र नम्बर 10 उम्मेदवारका डाक्टर धनबहादुर श्रेष्ठ वास्तवपट्टि डाक्टर मेबी डाक्टर महो मेडिकल डाक्टर देशै बिराम जुल डाक्टर न दैनि फिले वइ मुखनी साबी हामी फिले वइ हिसाबमा चाहिँ दम्नु भएको छ स्वास्थ्य समिति फन्ना चाहिँ निवासा जुगा सुबे सर बनादिस नि हस् थ्याङ्क यू धन्यवाद प्रति विश्व जाउँ जुला घन्टी हालो खास बालिसा हिसाब छौ हिसाबमा जीवनमा आउँछ तर म बुझ्दा हो भोलकाट जुन नि आफू सिधै बिउ जुन मलाई बसी उडा म बसी उडा हुने छौवे जुमाउँछ बाला चिज नि मलाई गनको दिन आफू बालिसाहरू चाहिँ म खबुयो घन्टी नै उडे नि बोल मलाई त्यो आफूहरूमा मलाई स्वतन्त्र हिसाब हो बोल ख तर एजेन्डा मिले मजुलका एबिन चाहिँ फनाजको देश चल्यो राइजिल जी चाहिँ थमन टुटी थमन ज्याना चाहिँ देश चल्यो मे गुनगुन धनातने त्यैला मगला अब गुनपुदी दोम जो वो कई उक दोम में यो कई वो दोसको मोची उडा फोटो बोर्ड दे वो डाके दो सोनो तेसो तुम फेरि हिसाब हो तो वो दोसा बोला वो नो सच्ची सौ जस्तो बनाऊ बन्चिन जी मोटे नि टोल गर्नुपर्छ श्रम शक्ति पार्टी अफिसियल सो घेना बनेजु सूचना नेतृत्व नाजु तुगे अध्यक्ष तुगे मूलभूत विषय छु दोमिसियोला हर्के साम्पाङ ओके यो पर चीज छको छ जिम त कना दिसन साकी ताकि जिम त न ऊर्जा वइ हर्के साम्पाङ योला अब चाहिँ आठ श्रम मलाई श्रम धामका अथवा मिनट नपुग्ने नामले बिचैन आज खाली तुलुको ताई सुन्जाइ आहा मलाई थाहा परिश्रम न त कोही नाट्नु नि अहिले चीज छ जी चाहिँ टोखाका ला उमेरबार चाहिँ थन र पुलखोल ठन्डे मार खेले पुलखोल हजुर मान खेल माट खेलमा होला मात खेल हजुर मात खेल अनुसारै जुटिन्छ हजुर प्रमाणित तो हजुर काठले लेता त आठना छिसन वडा कमिटी गठन माली थन चाहिँ नेतृत्व यापि सुन सिंह खन लाछ है त चाहिँ छिट सम्पर्क या लाछ छिसन चाहिँ नेतृत्व न्यनेक ज्यासिन अहिले नेतृत्व या न मागा जिथेमला वए
अनि apa सरकारी जागिरमा हेर्नु या मलाई अनि के चाहिँ पोलिटिकली गर्न म ठीक जो चिठा सरकारी जागिर नै पिन त पार्टी के दुठा की मोहन म जो अलिकति अप्ठ्यारो लाने रिटायर्ड पिसाले हामी के हुन ताई बड या म सपोर्ट त पैजाना जी प्रत्यक्ष रूपमा नि हुनु मौका दियो यहाँको व्यक्तिहरू छ हजुरले हामीलाई भेट गराइदिनु पर्यो होइन हामी भेटेर कुराहरू राखेर अगाडि बढ्नलाई सबै गरिदिनु पर्यो म सक्छु सहयोग चाहिँ गरिहाल्छु नम्बर 10 कीर्तिपुर चन्द्रगिरी अनि दक्षिणकाली त्यसलाई चाहिँ प्रतिनिधित्व गरेर श्रम संस्कृति पार्टी भन्नेबाट चाहिँ म उम्मेदवारी दिएको छु मेरो वर्ष जम्मा 36 वर्ष भयो है भर्खरको छु राजनीतिमा लागेको छु किन भन्दाखेरि डाक्टर मान्छे किन राजनीतिमा लाग्यो भन्दाखेरि देश रोगी भइसकेको छ हामी एकअर्कामा मिल्न सक्दैनौँ घरमा दाजुभाइ मिल्न सकिरहेको छैन बुवा छोरा मिल्न सकिरहेको छैनन् हैन हरेक कुरामा झगडा छ हरेक कुरामा झगडा भइरहेछ अब घरैमा झगडा भइरहेछ अनि समाजमा मिल्छौँ हामी अनि देशमा मिल्छौँ होला झन् हो यसरी फुट्दा हामी चाहिँ आफैलाई सकाएको अवस्थामा हामीसँग भएको कुराहरू सबै सकाएर नाश गरेको अवस्थामा हामी चाहिँ अब आफ्नो खुट्टामा आफै टेकेर उभिनको लागि र आफ्नो देश र पहिला घर बनाउँछ आफैले श्रम गरेर आफैले परिश्रम गरेर घर बनाएपछि समाज बन्छ समाज बन्छ देश बन्छ त्यसरी चाहिँ हामी जान्छौँ र त्यो गर्दाखेरि आफै सम्पन्न भइसकेपछि हामी विदेश जानु पर्ला र पर्दैन विदेश किन जान्छौँ हामी यो त पुरस्कार छ है उहाँ चाहिँ मेडिकल डाक्टर हाम्रो स्वास्थ्य उपचार गर्ने डाक्टर मेडिकल डाक्टर त यसरी चाहिँ उमेरवार भइ फिल्डमा आउनु आर्थिक छैन नि त उनीहरूको व्यस्त हुन्छ अस्पतालमै कति काम हुन्छ अब देशै बिरामी भयो अब यहाँ कहाँ उपचार गरेर सीमित मान्छे कहाँ बस्ने देशै उपचार गर्ने हो भनेर आएको मेडिकल डाक्टर सामान्य त्यहाँ उमेरवारमा आउँदैन क्या पहिले पनि आएकै छैन नि बलबल के मान्छे आएको छ भनेको तपाईँको स्वास्थ्य उपचार केही परामर्श लिनु पऱ्यो भने उहाँ त्यसो उपचार गर्न सक्ने मान्छे क्या डाक्टर त दुई प्रकारको हुन्छ नि त नन मेडिकल होइन मेडिकल डाक्टर ऊ आफै आएर त्यसरी भनिएको अवस्था हो क्या किनभने हाम्रो धरती जो छ नि धरातल हामी बिर्स्यौँ क्या गाउँबाट चाहिँ चप्पल ल्याएर आउँछन् मान्छे अनि यहाँबाट भ्रष्टाचार गर्छ मकान बनाउँछ हरेक चिज बनाउँछ अनि नाटाबार कृपाबार भाइ भतिजाबार भएर अनि सबै चाहिँ भ्रष्टाचार लुट सम्पत्ति कहाँ लान्छ फेरि विदेशमा लाने भयो क्या यहाँ देश खोक्रो भइसक्यो त्यो जेनजीले बुझ्नुपर्ने कुरो के हो भने धरातल टेकिएको पार्टी चाहियो कि हामीलाई आफ्नै खुट्टामा आफै उभिन सक्छ यसो विचार गर होइन तपाईँको 70% चाहिँ हामीले चाहिँ भौतिक श्रममा शारीरिक श्रमबाटै चाहिँ देश विकास गर्न सक्छौँ क्या गाउँघरमा पुरपुलेसा चौतारा गोरेटो घोरेटो ठुलो बनाउने कुराहरू बाटो बनाउने कुराहरू त श्रमद्वारा गरिने कुरो हो नि त अब हाइड्रो पावर ठुलो राजमार्ग चाहिँ बनाउन सक्दैन 30% चाहिँ त्यसलाई तपाईँ केही बोल्नुपर्छ है पुँजी बिना श्रमद्वारा गर्न सक्ने सामूहिक श्रमबाट गर्न सक्ने काम त हामीले गर्नु पर्यो नि त तब नै देश विकास हुन्छ नभए कसरी देश विकास हुन्छ त यो सोच चाहिँ पहिलाका चाहिँ पार्टीमा भएन एमाले काङ्ग्रेस माओवादी जोसँग चाहिँ विचार छ भन्छ तर विचार लगेर काममा जोड्न सकेन काममा गइदिएन गफ मात्र भयो कहाँ पुगिसक्थ्यो नि त कम्युनिस्ट पार्टी भनेकै श्रममा आधारित पार्टी हो श्रम बिना त कम्युनिस्टै भइँदैन त्यस्ता कम्युनिस्टहरू जो चाहिँ नाम मात्र कम्युनिस्ट तर काम गरेन उनीहरूले त्यो भएर नेपालको कम्युनिस्ट नक्कली कम्युनिस्ट भनेर भनियो कि मान्छेले त्यो थाहा पाउने मान्छे त्यसो भन्छ ए तिम्रो त नक्कली कामै गर्दैन तिम्रो अब यो पार्टी आएको छ क्या काम गरी यहाँ यसको त कुनै कारकतै हुँदैन सबै श्रमदाता सब बराबर जो श्रममा जोडिन्छ उसको मूल्याङ्कन हुन्छ जो श्रममा जोडिँदैन समान सम्मान केन्द्रका अध्यक्ष उपाध्यक्ष लगायतका पदाधिकारीहरू पनि महिनामा एकचोटि उसले श्रम गर्नै पर्छ महिनामा एकचोटि उसले चाहिँ अरूले चाहिँ नियमित रूपमा हप्तामा एकचोटि चाहिँ हामी चाहिँ श्रममा जानुपर्छ त्यो ट्युबको जुन छ नि सरसफाइ हाम्रै अभियानले गरेको श्रम संस्कृति पार्टीले गरेको पछि सभा भइसक्यो थियो होइन पहिले त बाघ भालु के त्यहाँ त्यस्तो आउँथ्यो जनावर पनि त्यहाँ हिँड्नु पनि गाह्रो अहिले पुरै चाहिँ सभा भइसक्यो अब त्यहाँ विभिन्न खालको बगैँचा हाम्रो जातीय गार्डन बनाउने अलिकति चाहिँ जस्तो निवास समुदायको राई लिम्बू समुदायको अथवा वंशेली समुदायको होइन सबै चाहिँ भाव दिने बगैँचा बन्छ त्यहाँ 2 करोडको बजेट आइसक्यो हजुरहरूको यसमा एउटा भिजन थियो नि
3 दिन स्कुल लाग्ने 3 दिन हो यही हो 3 दिन स्कुल सैद्धान्तिक पढाउने 4 दिन चाहिँ व्यवहारिक व्यवहारिक रूपमा शिक्षाहरू दिने त्यस्तो चाहियो प्रविधि सहितको श्रमदान गर्ने विकास गर्ने हाम्रो अब शिक्षा प्रणाली कस्तो भइदियो कि त्यसमा हाम्रो पढाइमा मात्रै त्यो घोकेर पढ्ने जाँचमा लेख्ने नि सक्यो सक्यो अब जस्तो कि अब घर बनाउन इट्टा चाहिन्छ ऊ गर्छ त्यो किताबमा लेखेको हुन्छ बनाउन जान्दैन रूपमा त छैन नि त छैन अब हामीहरूको अब त्यो बोका बुन्ने सिकाएको भए त हामीहरू आफैमा स्वरोजगार हुन्थ्यो नि त हो नि एक्ज्याक्टली तपाईँले भिडियो हेर्नु होला जान्छ आफै लुगा ल्याएर सबै गरेर जान्छ अनि घरबाट आउँछ खाजा आफै पकाउँछ आफै लुगा हुन्छ आदि इत्यादि जो छ नि सानो कामहरू त्यो भएपछि के भयो आफै गर्छ क्या उसलाई चाहिँ यो स्वावलम्बी भयो नि खाना खाऊ इन्डिपेन्डेन्ट पकाऊ, भयो इत्यादि लुगा फुकालो पर भन्ने नपर्नु भाइहरू यहीँ जस्तो खालको लोकल कि बाहिरबाट प्र्याक्टिस त्यो उनको त्यो हो नि त पोजिटिभ म्यासेज फ्लो गर्नु पऱ्यो है त्यसैभरिबाट यहाँ नेपालमा चाहिँ सिप छैन नेतृत्वलाई ल्याउन नेतृत्व गर्न दियौँ भने देशको परिवर्तन सम्भव छ होइन उहाँ आफूले धरानलाई त मिडियाहरूमा त भाइहरूले देखिरहनु भएको छ धेरै परिवर्तन भइसकेको छ आफै भनौँ न आर्थिक उपार्जन गर्न सक्ने ठाउँ बनिसकेको छ बनिसकेको छ देशभर त्यस्तो भयो भने के होला के होला पहिलाका मान्छेहरू श्रम गर्थ्यो तपाईँको धान चामल इन्डियामा निर्यात बिक्री गर्थ्यो अरू देशमा पनि गर्थ्यो यस्ता चाहिँ मठ मन्दिरहरू बनाउने सृजनात्मक त हुन्थ्यो क्या अहिले त चाहिँ सम्भावना भएन सबै पुँजी लगेर बाहिर लगिसक्यो देश खोक्रो भइसक्यो लुटपाट छ जेन्जी आन्दोलन त्यत्रो मान्छे बित्यो अहिले चाहिँ एमाले काङ्ग्रेस पुरानोले त कहाँ भएको छ र तिमीहरूले चाहिँ उचालेर गरेको भन्छन् त्यो त विद्रोह हो नि त युवाहरूको विद्रोह हो नि त्यो कुरा भाव अहिले पनि बुझ्नु सकिरहेको छैन क्या फेरि पनि हुनुपर्ने हो कि भन्ने जस्तो पारिसक्यो वास्तवमा यिनीहरूलाई चाहिँ अब हुन त अब अहिले पनि मतलब चाहिँ यो जुन छानबिन समिति छ नि त्यो चाहिँ चुनाव अलि अगाडि आएर चाहिँ छानबिन गरेर चाहिँ कारवाही गरिहाल्नुपर्ने थियो अब बिचमा कारवाही गऱ्यो भने चुनावी नहुने हो कि भन्ने खालको त्यस्तो अवस्थामा चाहिँ त्यस्तो भयो होइन यो चाहिँ ओलीलाई रमेश लेखकलाई त कारवाही गर्नुपर्छ नि त हाम्रो पनि त्यही भावना हो त्यही भएर हामी चाहिँ कमसेकम हामी बुझ्ने मान्छेले चाहिँ नयाँ नै रोज्नु पऱ्यो पुरानो रोज्ने पुरै छैन नयाँ रोज्दा पनि कसले रोज्ने अब श्रम संस्कृति पार्टी रोज्ने कि राजसपा रोज्ने श्रम संस्कृति पार्टी र काम गर्ने पार्टी के त्यसको अर्को नाम भनेको काम गर्ने पार्टी त्यो पाएको अरू सबै गफै मात्र लाउने क्या गफ लाएर मिठो हुन्छ नि त सुरुमा तर यथार्थमा चाहिँ त्यो काम हुँदैन ल्याउनु सक्दैन पेट चाहिँ भोको ल आजको छोटो मिठो घर दैलो फर्स्ट स्टेप सकियो अब बाँकी स्टेप हामी चन्द्रगिरी तिर जान्छौँ र दक्षिण कालीतिर जान्छौँ मत्स्य गाउँतिर जान्छौँ र बाँकी भिडियोहरू पनि आउँदैछ साथीहरू ल यस्तो यस्तो भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानललाई सब्सक्राइब र फलो गरिराख्नु होला साथीहरू ल